नमस्ते। कृषिका कुरा युट्युब च्यानल हेरेर बसिरहनुभएका तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत छ। यस च्यानलमा सधैँजसो कृषकहरूको कौशी खेती गर्नेहरूको समस्या, जिज्ञासा, आवश्यकताहरूलाई मैले यो च्यानल मार्फत पस्कने गरेको छु। आज पनि नयाँ विषयवस्तु लिएर आएको छु। धेरै साथीहरूले यो ड्रागन फ्रुट्स लगाउन नजानेको कारणले गर्दा, यसको लगाउने तरिका थाहा नपाएको कारणले गर्दाखेरि यसलाई फलाउन सकिरहनु भएको छैन। ड्रागन फ्रुट लगाउनु भएको छ। यो अत्यन्त महत्त्वपूर्ण प्लान्ट्स हो। यो अहिले नेपालमा भर्खर सबैको रोजाइको विषय बनेको छ। अत्यन्त महत्त्वपूर्ण पनि छ। प्रत्येकले घरमा लगाउन पनि सकिन्छ, घरमै फलाउन सकिन्छ। आजको भिडियोमा मैले घरको कौशीमा, गमलामा, बाल्टीमा अथवा विभिन्न त्यस्ता भाँडाहरूमा अथवा जमिनमा कसरी ड्रागन फ्रुट लगायो भने फल्छ त्यो बारेमा आजको विषयवस्तुलाई प्रस्तुत गर्नेछु। त्यसकाले यो आजको विषय अत्यन्त महत्त्वपूर्ण छ। यो कुरालाई अन्त्यसम्म, यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। भिडियोलाई मन पर्यो भने लाइक गर्नु, शेयर गर्नु र कमेन्ट गरिदिनु होला। र यो जानकारीमूलक, सन्देशमूलक यो भिडियो हामीले यसरी प्रस्तुत गरिरहने भएको कारणले गर्दाखेरि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब भने म आजको विषयवस्तुलाई प्रवेश गर्न चाहन्छु। अघि नै मैले आजको विषयवस्तु के हो भनेर जानकारी गराइसकेँ। यो लगाएको 3 वर्ष भयो यो ड्रागन फ्रुट्स, र यो अहिले प्रशस्त मात्रामा पहिलो लटमै यति धेरै फुलहरू फुलेको छ। र यसमा लगाउने तरिका मिलेको कारणले गर्दाखेरि यो ड्रागन फ्रुट फल्न सकेको हो। मैले आज तपाईहरुलाई ड्रागन फ्रुट्स चाहिँ जमिनमा लगाउनुहुन्छ भने मैले यहाँ देखाइरहेको छु। जमिनमा लगाउनुहुन्छ भने ड्रागन फ्रुट्सलाई यो जमिन भन्दा कमसे कम पनि 6 इन्च 7 इन्च माथि, यति माथि कमसे कम यसको जरा के हुन्छ, यो ड्रागन फ्रुटको जरा के हुन्छ, यो जरा माथि माथि मात्रै खान्छ। मैं तपाईलाई जरा पनि देखाउँछु। यो जराहरू, ड्रागन फ्रुट्सको यो जराहरू माथि माथि दौडन्छ। यसको केही जरा मात्रै अलिकति तल जान्छ। यसको जरा धेरै कमजोर हुन्छ। त्यसकारणले गर्दाखेरि यसलाई जमिनमा, ठ्याक्कै जमिन भन्दा तल लगाइदियो भने के हुन्छ भन्दा पानीले अथवा अन्य कुराले यसलाई अक्सिजन नपुगेको कारणले गर्दा यसको जरा फैलिन पाउँदैन। त्यसैले साथीहरुलाई मैले के अनुरोध गरौँ भन्दा ड्रागन फ्रुट तपाईले जमिनमा लगाउनुहुन्छ भने यसरी यति यो अलिकति हाइट बनाएर यहाँ माथि मात्रै, फेरि लगाउँदाखेरि मैले यहाँ लगाएर पनि देखाउँछु। जमिनमा लगाउनुहुन्छ भने पनि तपाईहरुले यति मात्रै, यो जरालाई यति मात्रै, यसो मात्रै गरेर यसो पुर्ने मात्रै गर्नुपर्छ। धेरै यसलाई केही कुराले बाँधिदिने हो, यहाँ त्यति मात्रै गर्नुपर्छ, त्योभन्दा बढी केही गर्न हुँदैन। र यो जमिनमा लगाएको भयो। अब मैले धेरै जसो कौशी खेतीमा, बाल्टीमा लगाउनेहरूलाई मैले के विचार गर्छु भन्दा यो बाल्टीमा लगाएको, यसमा चाहिँ बालुवा हैन, यसमा मल र माटो मिलाएको छ। बालुवा चाहिँ 25%, 1/4, माटो 1/4 र मल हाफ 50% गरेर यसमा मिलाएको छु। किन भन्दा यसलाई अलिकति मल बढी चाहिन्छ। र यो मिलाइसकेपछि यसको तल अब तपाईलाई यहाँ देखाउँछु। यसको जहिले पनि यो के अरे ड्रागन फ्रुटलाई ड्रेनी चाहिन्छ। सबै पानी यहाँबाट हामीले पाल पारेको छ। यसरी तपाईहरुको गमलाहरूमा, बाल्टीमा तलबाट पाल परेको छैन भने यसको जरा यहाँसम्म आउँछ र यहाँ माथि माथि मात्रै पाल परेको छ भने यो जरामा तलतिर पानी जमेको कारणले तलबाट फंगस, त्यो पानीसित समस्या हुन्छ र फंगसले गर्दा माथि समेत खाइदिन्छ। धेरै जसो किसानहरुको के समस्या, साथीहरुको के समस्या देखियो त भन्दाखेरि माथि पाल पारेको छ। यसरी माथि पाल पार्नु भएको छ, माथि लगाउनु भएको छ, तल जरा, यसको केही जराहरू तल जान्छ। तल जरा जाने बित्तिकै यो पानी त तल जम्छ। जमेपछि त्यो पानी जमेपछि यो यसको जरामा फंगस सुरु हुन्छ र त्यहीबाट कुहुन सुरु हुन्छ। त्यो एउटा समस्याको कारणले गर्दाखेरि यसको जहिले सुकै पनि ड्रागन लगाउँदाखेरि सबैभन्दा तलको भाग, यो भागलाई चाहिँ पाल पार्नु होला। र यसमा पनि यहाँबाट पालहरू, यतातिर विभिन्न किसिमको पाल, यहाँ माथि पनि पाल पारेको छु मैले। र यति जति खाली राखेर, किनभने टन्नै माथिसम्म पनि नभर्नु होला। टन्नै माथिसम्म भर्यो भने पछि मलहरू दिन मिल्दैन। यति मात्रै गराउनु भयो भने के हुन्छ भन्दाखेरि यति मात्रै गराउनु भयो भने पछि खन्न, मल दिन पनि सजिलो हुन्छ। अब म तपाईहरुलाई लगाउने तरिका सिकाउँछु। यो बिरुवा हो, यो भियतनाम व्हाइट बिरुवा हो। यसको जरा यति निक्लेको छ। यसलाई यसरी यहाँ यति मात्रै, यो धेरै तपाईले यसलाई यति गाड्नु भयो हैन, यति गाड्नु भयो भने यो तल जान्छ। यो धेरै जसो साथीहरुले के गर्नु भएको छ भन्दाखेरि यसरी खोल्यो, मजाले खोलेर यसरी गम्मै गाड्दियो। अब त्यो गाड्दिएपछि के हुन्छ भन्दा यसको यो माथिसँग
चिसोसित सम्पर्कमा रहन्छ र यहाँबाट फङ्गस सुरु भएर यही हुन्छ र यहाँबाट आएको फङ्गसले यतातिर समस्या पार्छ। त्यसबाट यसलाई जरा मात्रै, यसको केही गर्न पर्दैन, जरा मात्रै यसरी टुपुक्क राखे जस्तै अलिअलि माटोले मात्रै पुर्नु, त्यसो गर्दाखेरि यसरी लड्छ हैन। यसरी लड्छ। अब के गर्ने होला भन्दाखेरि जरा यसरी पुरिसकेपछि एउटा यस्तो मैले यहाँ देखाएको छु, एउटा यस्तो सपोर्टले तपाईँले यसरी मजाले सपोर्ट गरिदिनु र एउटा चाहिँ लहराले चाहिँ तपाईँले यसरी बाँधिदिनु। यसो भएपछि तपाईँको त के भयो त भन्दाखेरि तपाईँको ड्रागन लड्दा नि लडेन, तपाईँको ड्रागन धेरै पुर्दा नि पुरिएन। अब त्यसो गर्न सकियो, त्यसो गर्न गरियो र ड्रेनी बनाएर मात्रै लगाउन सकियो भने के हुन्छ त भन्दा यो फल फल्छ। अब तपाईँले यसलाई चाहिँ अब यसरी माथिबाट पनि यसरी यो मासतिर गएको तलतिर झुन्डिएकोलाई यसरी बाँधिदिनु। किन भन्दाखेरि यो तलतिर झुन्ड्याउन भन्दा यसरी बाँधिदिएको राम्रो हुन्छ। अब यसरी अनि यहाँ तलबाट आउने पलाउने कुरालाई तपाईँले रोकिदिनु होला। यहाँ जति पनि पलाउँछ हाँगाहरू यहाँबाट यो यसबाट पलाउने हाँगा, यसबाट पलाउने जति पनि पलौटोहरू हुन्छ यसलाई काटिदिनु होला। यहाँबाट पलाएको दुईटा पलाउँछ, यहाँ दुईटा तिनवटा चारवटा पलाउँछ, तर माथिबाट पलाएको दुईटा हाँगालाई मात्रै राखिदिनु भयो भने यो तपाईँले कति लाने हो, कति माथिसम्म लाने हो लान सक्नुहुन्छ। यस्तो बाल्टी जस्तै तपाईँले गमलामा, जारमा, सानो कुनै ठाउँमा जेमा पनि लगाउनु तरिका हो। तल ड्रेनिङ हुनु पर्यो। पानी यसमा यसको सबभन्दा ठुलो समस्या भनेको पानी हो। पानी जम्यो भने फङ्गस लाग्छ, फङ्गस लागेपछि जरा कुहिन्छ, जरा कुहेपछि हेरेर हरियो भए पनि ड्रागनले फल फल्दैन। त्यही कुराको जानकारी गराउन खोजिरहेको छु। अब यो पानीको कुरा के छ भन्दा ड्रागन फललाई पानी चाहिँदैन भन्ने कुरा छ। अब यो हामीले बर्खाको बेलामा त यसलाई पानी हाल्नै पर्दैन के अरे, तर लामो समय पानी आएन भने अलिअलि चिस्यान चाहिँ यसलाई चाहिन्छ। यस्तोमा पनि थोरै पानी, महिना एकचोटि पानी चाहिँ राखिदिनै पर्छ। चिसो चाहिँ नमी चाहिँ यसमा हुनुपर्छ, धेरै पानी यसमा हुन हुँदैन। त्यसो भए पनि यस्तै गरी ड्रागन फल फलाउन सक्नुहुन्छ तपाईँहरूले। मेरो यो आजको भिडियो हेरिसकेपछि कुनै पनि साथीहरूले ड्रागन फल फुलेन भन्न पर्दैन र यसका अरू कारणहरू पनि, ड्रागन फल नफल्नका धेरै कारणहरू मैले 7वटा कारण प्रस्तुत गरेको छु। अरू कारणहरूको बारेमा पनि नियमित यस्ता भिडियोहरू यहाँहरूसँग प्रस्तुत गर्ने बाचा गर्दै आजको भिडियोलाई चाहिँ यहाँहरूले कस्तो मान्नुभयो, राम्रो मानेको भएदेखि मेरो प्रोत्साहनको लागि यहाँले लाइक, सेयर, कमेन्ट गरी च्यानललाई सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। धन्यवाद।